मलाई बालेन शाहप्रति आजसम्म कुनै पनि सार्वजनिक रूपमा आलोचना गर्नु थिएन, गरेको पनि थिएन र आज मसँग केही प्रश्नहरू बालेनप्रति छन्। सबैभन्दा पहिलो, मिरज ढुङ्गानालाई भूमिगत बन्न बाध्य चाहिँ किन बनाइयो आन्दोलनको क्रममा? धेरैलाई लागेको थियो मिरज ढुङ्गाना एकाएक कसरी गायब भए, उनी आन्दोलनमा आउन पनि नसक्ने वातावरण कसरी बन्यो भन्ने थियो। र पछि अहिले आएर आस्था पत्रिकाबाट थाहा भयो कि त्यो बालेनको समूहले, बालेनको टिमले नै एउटा फेक लिडर तयार गर्नु थियो आन्दोलन पछि। त्यसकारणले गर्दाखेरि मिरज ढुङ्गानालाई भूमिगत बन्नको लागि धम्की दिएर बालेनको टिमबाट धम्की आइसकेपछि ऊ बाहिर निक्लिन नसक्ने अवस्था आयो र यिनीहरूले प्री प्लान हो या के हो? सुदन गुरुङ, जसलाई मुद्दा के हो भन्ने थाहा छैन, सम्भवतः उसलाई केपी ओली प्रधानमन्त्री थियो भन्ने पनि सायद थाहा नहुन सक्छ, त्यस्तो मान्छेलाई लिएर आएर लिडर बनाउनु थियो। त्यसकारणले यिनीहरूको टिमले उसलाई कसैले, अर्को मान्छे कसैले प्रतिफल लिन्छ कि भन्ने डरमा चाहिँ त्यो मिरज ढुङ्गानालाई, जसले आन्दोलनलाई त्यहाँसम्म ल्याउनको लागि मुख्य जिम्मेवार भूमिका खेलेको थियो, त्यो मान्छेलाई यिनीहरूले भूमिगत बनाए। यिनीहरूको टिमबाट बनाएको हो। जनआस्थाबाट आस्था पत्रिका गएर हेर्नु, त्यहाँ राम्रोसँग थाहा पनि पाइन्छ। र हिजो यक्ष प्रश्नमा उनले पनि भनेका छन्, धम्की आइसकेपछि, थ्रेट आइसकेपछि नै उनी बाहिर निक्लिन नसकेको अवस्था रहेछ। अनि अर्को प्रश्न, हर्क साम्पाङमा योग्यता नहोला तर तिनलाई मन्त्री खानियो भने भारतीय दूतावासमा जानको लागि अनुरोध कसले गर्यो? अनि श्याम उस्तै खालको आदेश फेरि निकोलस भुसाललाई पनि यदि मन्त्री खाने हो भने भारतीय दूतावासमा जानको लागि कसले प्रस्ताव गर्यो? यो उनले दुवैले बालेनलाई नै भनेका छन्, मन्त्री खाने हो भने बालेनले नै भारतीय दूतावासमा गएर परमिसन ल्याउनुको लागि ल्याउनु पर्छ भन्ने तरिकाले उनीहरू दुईटैले त्यही नै जवाफ दिए। अनि तेस्रो प्रश्न, रवि लामिछाने विरुद्धमा किन त्यो रवि लामिछाने कारागारमा गएर कारागार प्रशासनले नै अहिले सुरक्षाको कारणले, चुनौतीको कारणले गर्दा केही छिन तपाईहरू परिवारको जिम्मा लगाउँछु भनेर बाहिर निकाल्दै गर्दाखेरि गो ब्याक रवि भनेर त्यो ट्रेन्ड चाहिँ चलाउने कसको टिम थियो भन्दा बालेन शाहकै टिम थियो। बालेनकै टिमले रवि लामिछानेलाई यदि झ्याप्पै क्रेडिट केही लिक छ कि भन्ने डरमा यिनीहरूकै टिमद्वारा सोसियल मिडियामा ट्रेन्ड चलाउन यिनीहरूकै निर्देशनमा चलाइयो। यो कति निष्कलङ्क छ? एउटा इमान्दार नेताले यो यस्तो खालको काम गर्छ? रवि लामिछानेलाई त पुराना दलहरूकै कारणले, उनीहरूकै दलको थिचोमिचोमा परेर जबरजस्ती जेलमा लगेको थियो। त्यो मान्छे बाँच्न पाउँदैन। उसको सबै कारागारमा आगो लागि भइराखेको छ, जताततै हुलदुङ्गा छ। उसलाई प्रशासनले